हेलो साथीहरू, दर्शन नमस्ते है त। आज म चाहिँ कम्पनीको पार्टीमा जानु पऱ्यो भने आज बुढीले चाहिँ म एक्लै छोडेर म चाहिँ जाँदैछु। एउटा मेरो थत्रो खालको स्कुटर छ क्या, स्कुटर चढेर है त। स्कुटर चाहिँ यस्तो छ होइन, अनि एउटा मेरो खटारो खालको स्कुटर चढेर म चाहिँ अब जान लाग्को हो, हिँड्ने लाग्को है त। आइसकेँ केटाहरू चाहिँ फेरि अगाडि नै रेडी भइसकेको छ। पार्टी चाहिँ चलिरहेको छ। ल भिडियो हाम्रो चाहिँ केटाहरूको पार्टी चलिरहेको छ आज। ल कसले केही भन्न चाहनुहुन्छ भने भन्नु पऱ्यो, ऱ्याङमा उठेर ल खाँदै भन्नु पऱ्यो त। ल सही छ खाना एडिट गर्न चाहिँ खास आउँदा है। ल अनि के छ कार्की बरु खाइएछ कि होइन? हो ल बिजी नभएको को छ ल भनौँ त। ल कुमार बरु बिजी हो? ल ल त दाइ खाँदै बोलौँ त यहाँनिर। अनि के रे के भन्छ अरे, काम गराउने बेला चाहिँ गधालाई चाहिँ गराउने, खुवाउने बेला चाहिँ ज्वाइँलाई चाहिँ खुवाउने रे पुरामा चाहिँ राजालाई चाहिँ। त्यही भएर चलिरहेछ हाम्रो पार्टी चाहिँ। केटाहरू दिइरहेछन्, मैले पनि खाइरहेको छु है। अनि यो चाहिँ हाम्रो साउको अफिस हो होइन। अनि यो चाहिँ सब सिसिटिभी हेर्नेवाला यहाँ चाहिँ, यो चाहिँ साउको रुम। के गर्ने आफूले चाहिँ कहिले यस्तो बनाउनु थाहा छैन होइन, तर पनि के साउको भयो नि हेरेर चित्त बुझाउनु परिरहेछ। कडा छ है, कडा कडा कडा। फाइनल्ली पार्टी सकियो हामीले चाहिँ होइन, नखाइयो नि त। ए दाइको भुँडी नै यत्रो भएको चाहिँ यहाँ पार्टी, यहाँ चाहिँ पार्टी यहाँनिर छ। हालिदिने मैले दाइको यस्तै हालिदिने हो, भाइरल हुन्छ। हाम्रो पार्टी चाहिँ सकियो सबै, पार्टी सकेर अब यहाँ चाहिँ बिजुली निभाएर जानुपर्ने हुन्छ। मान्छे बत्ती निभाइदिएको, तर यताबाट कुन चाहिँ कहाँबाट थाहा भएन। ए ए ए वहाँदेखि रहेछ बत्ती निभाउनु पर्यो है त। त्यहाँदेखि बाहिर हिँडेको है त म चाहिँ। ओके ल अब चाहिँ लाग्यो है त। ल हाम्रो पार्टी सार्टी खाँदा खाँदै रातै परिसक्यो, उज्यालोमा आएको रात परिसक्यो है त। चाहिँ हाम्रो कम्पनी म पनि रुमतिर जानु लाग्यो। केटाहरू गइसक्यो गाडी लगेर, म चाहिँ अब स्कुटरमै जानु लाग्यो।